यसु ख्रीष्टको नाममा सबैलाई जय मसीह साथै परमेश्वरलाई महिमा भएको होस्। आउनुहोस् हामी आजको भिडियोलाई सुरु गर्नुभन्दा अगाडि हामी छोटो प्रार्थना गरौँ। परमेश्वर पिता पुत्र पवित्र आत्मा तपाईलाई धन्यवाद छ। तपाईँ साँच्चै नै अनुग्रही प्रभु, दयाले भरिएको परमेश्वर तपाईँ हुनुहुन्छ। आज साँच्चै नै प्रभु तपाईले हामीलाई यो दिन, यो मौका, यो अवसर दिनुभयो, त्यसको निम्ति धन्यवाद। आज कति मानिसले यो दिन, यो मौका, अवसर देख्न पाएनन्, तर तपाईले हामीलाई एकसाथ प्रभु यो दिन दिनुभयो अनि हामी तपाईलाई उचाल्दछौँ, महिमा गर्दछौँ। प्रभु तपाईलाई धन्यवाद छ। अब हामी छोटो वचनलाई हेर्नेछौँ अनि तपाईँ त्यो वचनमा रहनुहोस्, पवित्र आत्मा भइकन तपाईले चलाउनुहोस् भनिकन म प्रार्थना गर्दछु अनि जीवित जिउँदो येशू ख्रीष्टको नाममा आमेन। आज साँच्चै नै फेरि पनि तपाईहरुको माझमा म आइसकेको छु। आजको नयाँ भिडियोको शीर्षक रहेको छ अनुग्रह अथवा ग्रेस। ग्रेस भन्ने चाहिँ ग्रीक शब्दमा चाहिँ चेरिस भन्ने जनाउँदछ अनि नेपालीमा चाहिँ अनुग्रह। अनि यसलाई चाहिँ ट्रान्सलेट गर्दाखेरि चाहिँ अनुग्रह, दया अनि आशिष भन्ने जनाउँदछ। आज हामीले अनुग्रह भन्ने शब्द चाहिँ धेरै पटक सुनिरहेको शब्द हो, धेरै पटक वचनहरू सुनिरहेको शब्द हो अनि योलाई चाहिँ हामीले मण्डलीमा पनि धेरै पटक अध्ययन गरिरहेका शब्द पनि हो। आज साँच्चै नै एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कामहरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछन्। आज एफिसी 2:8-9ले हामीलाई स्पष्टसँग भन्दछ अनुग्रह चाहिँ परमेश्वरद्वारा हो, कुनै पनि मानिसद्वारा होइन भनेर चाहिँ आज यो दुईटा पदले हामीलाई स्पष्टसँग भन्दछ। आज एफिसी 2लाई तपाईहरुले पढ्न सक्नुहुन्छ, फुल च्याप्टरलाई नै तपाईहरुले पढ्न सक्नुहुनेछ। अनि अनुग्रह उद्धार पाएका छौं भनेर यो पदले भन्दछ। अनुग्रह चाहिँ हामी आफैबाट होइन, हाम्रा परमेश्वरबाट आउँदछ भनेर पनि हामीले यो पदमा पाउन सक्दछौँ। मानिसहरूबाट आउने भएको भए हामीले घमण्ड गर्ने थियौँ। आज हामीले मानिसहरूलाई हेर्ने हो भने कति घमण्ड गरिरहेका हुन्छ अनि त्यो चाहिँ अनुग्रह चाहिँ मानिसबाट चाहिँ कदापि होइन, हाम्रो परमेश्वरबाट। हाम्रो परमेश्वरले हामीलाई अगापे प्रेम गर्नुभएको छ अनि त्यही अगापे प्रेम गर्नुहुने परमेश्वरबाट चाहिँ आज अनुग्रह आउँदछ भनेर यो खण्डले हामीलाई भन्दछ। अनि यहाँ 8मा हेर्ने हो भने अनुग्रहबाट विश्वासद्वारा हामीले उद्धार पाएका छौँ। आज साँच्चै नै हामी उद्धार पाएका, मुक्ति पाएका अनि विजय पाएका जातिहरू हौँ। आज साँच्चै नै उहाँले हामीलाई त्यो विजय, त्यो अनुग्रह दिनुभएको छ। अनि मसँगै तपाईहरुसँग बाइबल छ भने यूहन्ना 1:16 अनि 17लाई पल्टाउन सक्नुहुनेछ। अनि यहाँ यस्तो लेखेको छ, उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। आमेन। अनि 17मा, किनभने व्यवस्था मूसाद्वारा दियो, अनुग्रह र सत्य चाहिँ येशू ख्रीष्टद्वारा आए। हालेलुया। आज व्यवस्था चाहिँ मूसाबाट दियो, अनुग्रह र सत्य चाहिँ येशू ख्रीष्टद्वारा आए। उहाँको अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाउँदछौँ भनेर 16ले भन्दछ। अनुग्रह भन्ने चिज चाहिँ थपिने चिज हो अनि अनुग्रह चाहिँ थपिने चिज हो। हामीले परमेश्वरमा विश्वास गर्यौँ भने साँच्चै अनुग्रह चाहिँ थपिदछ। आज हामी कतिपटक विश्वास गरिरहेका हुँदैनौँ, आज कतिपटक परमेश्वरले भनिरहेका कुराहरूलाई मानिरहेका हुँदैनौँ अनि
कतिपटक उहाँलाई लत्याइरहेका हुन्छौँ। आज त्यो गऱ्यौँ भने चाहिँ आज हामीले कदापि उद्धार अनि अनुग्रह पाउँदैनौँ। अनि उहाँलाई साँचो रूपमा विश्वास गऱ्यौँ भने, उहाँलाई साँचो रूपमा खोज्यौँ भने चाहिँ हामीले साँच्चै नै उद्धार पाउँदछ भनेर यो पदले भन्दछ। यो पदले हामीलाई भन्दछ कि अनुग्रह चाहिँ येशू ख्रीष्टबाट मात्रै आउँदछ। आज हामीले एफिसीमा हेर्दै थियौँ, अनुग्रह चाहिँ परमेश्वरबाट आउँदछ। अनि यहाँ हामीले पाउँदछौँ अनुग्रह चाहिँ येशू ख्रीष्टबाट आउँदछ। आज साँच्चै नै येशू ख्रीष्ट, परमेश्वर अनि पवित्र आत्मा त्रिएक परमेश्वर हुनुहुन्छ भनेर हामीले पाउँदछौँ। अनि कस्तो व्यक्ति हुँदा चाहिँ हामीले अनुग्रह पाउँदछौँ भन्ने कतिपटक हामीमा क्वेसनहरू आइरहेका हुन्छौँ। अनि याकुब 4:6ले हामीलाई भन्दछ, तर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ, यसकारण पवित्र शास्त्र यस्तो भन्दछ, परमेश्वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। आज साँच्चै नै अभिमानीहरूलाई चाहिँ उहाँले विरोध गर्नुहुन्छ अनि नम्रलाई चाहिँ उहाँले अनुग्रह गर्नुहुन्छ भनेर आज यो पदले भन्दछ। आज हामी नम्र व्यक्ति हुनुपर्छ। नम्र व्यक्तिले मात्र आज अनुग्रह पाउँदछ भनेर यो पदले स्पष्टसँग भन्दछ। कतिपटक हामी घमण्ड गर्छौँ, हामीले पाएको वरदानहरूको हामीले दुरुपयोग गरिरहेका हुन्छौँ। हामीले पाएका त्यो आशिषहरूलाई चाहिँ हामीले दुरुपयोग गरिरहेका हुन्छौँ। तर हामीले त्यसलाई दुरुपयोग गर्ने होइन, सदुपयोग गर्नुपर्दछ। हामी नम्र भएर, हामी एउटै हृदय भइकन चाहिँ उहाँलाई अनुग्रह माग्न चाहिँ एकदमै जरुरी छ। अनि हामीले प्रेरित 15:10 र 11 पाउँदछौँ, यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पितापुर्खाले न त हामीले बोक्न सक्यौँ, तर हामी विश्वास गर्दछौँ कि प्रभु येशू ख्रीष्टको अनुग्रहबाट हामीले उद्धार पाएका छौँ, जसरी तिनीहरूले पनि पाएका छन्। हालेलुया। आज साँच्चै नै प्रभु येशू ख्रीष्टद्वारा चाहिँ हामीले उद्धार पाएका छौँ। अनि हामीले विश्वास गर्नुपर्छ कि हामीले अनुग्रह पाइसक्यौँ भनेर। कतिपटक हामीले विश्वासलाई हराइपठाइरहेका हुन्छौँ, विश्वासलाई चाहिँ पछाडि पराइरहेका हुन्छौँ। आज हामीले विश्वास गऱ्यौँ भने आज साँच्चै नै अनुग्रह चाहिँ हाम्रो जीवनमा आउँदछ भनेर यो पदले भन्दछ। तीतस 2:11ले हामीलाई भन्दछ, किनकि सबै मानिसहरूका मुक्तिको निम्ति परमेश्वरको अनुग्रह प्रकट भएको छ। अनि कतिपटक हामीलाई क्वेसन आउन सक्छ, किन परमेश्वरले हामीलाई चाहिँ अनुग्रह गर्नुभएको होला भन्ने। अनि तीतस 2:11ले भन्दछ, केवल मुक्ति पाउनको लागि परमेश्वरले हामीलाई अनुग्रह गर्नुभयो। आज मानिस जाति बाँचोस् भन्नको निम्ति उहाँ संसारमा आइकन उहाँ क्रुसमा टाँगिनुभयो, उहाँ मर्नुभयो अनि 3 दिनको बादमा उहाँ फेरि जीवित हुनुभयो। अनि हामीलाई अनुग्रह, हामीलाई मुक्ति, हामीलाई स्वतन्त्र, हामीलाई छुटकारा दिनुभयो भनेर आज तीतस 2:11ले हामीलाई भन्दछ। अनि आज तपाईँहरूको माझमा म अन्तमा पुगिसकेको छु। अनि तपाईँहरूको माझमा केही एउटा चुनौतीको वचन ल्याएको छु। 2 कोरिन्थी 12:9ले हामीलाई स्पष्टसँग भन्दछ, तर मलाई उहाँले भन्नुभयो, मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुसी साथ गर्व गर्नेछु। हालेलुया। आज अनुग्रह, मेरो अनुग्रह चाहिँ तेरो निम्ति पर्याप्त छ भनेर येशू ख्रीष्टले हामीलाई भन्दै हुनुहुन्छ। किनभने मेरो शक्ति चाहिँ दुर्बलतामा नै सिद्ध हुँदछ।
आज उहाँको शक्ति चाहिँ हामी नम्र भयौँ भने, हामी दुर्बल भयौँ भने, आज हामी उहाँमा समर्पित भयौँ भने चाहिँ त्यसैमा नै सिद्ध हुँदछ भनेर आज यो पदले हामीलाई भन्दछ। हुन्छ, आजको यो केही उत्साहको शब्द यहीँ राख्न चाहन्छु। आज तपाईँहरूले यो भिडियो हेरेर केही सिक्नुहुन्छ भन्ने म अपेक्षा गर्दछु। आज तपाईँहरूलाई केही क्वेसनहरू छ भने कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला अनि मेरो च्यानललाई सब्सक्राइब, सेयर अनि लाइक गर्न नभुल्नुहोला। आज साँच्चै नै तपाईँहरूको बिचमा वचनहरू ल्याउँदै गर्नेछु। आज मलाई सपोर्ट गरिदिनु होला अनि सहायता गरिदिनु होला। तपाईँहरूको सहायताले नै आज उत्साह मिल्दछ। आज परमेश्वरको वचन बोल्नलाई उत्साह जाँगर मिल्दछ। हुन्छ, सबैलाई जय मसीह। फेरि पनि भेट्नेछौँ। परमेश्वरलाई महिमा भएको होस्।